So not every victory is gold, but every effort deserves recognition. केही हप्ता अगाडि on an international stage in Thailand, Nepali futsal stood tall. Might have a chance. There is a goal, and it's the goal. Against strong opponents, under pressure, the whole nation watching, yet they delivered. So futsal in Nepal has always grown quietly. Limited resources, limited platforms, but unlimited passion. And यही ग्रोथहरुको पछाडि there are many clubs, organizations and people who truly cares. And Himalayan FC is one such Kathmandu West futsal club that just doesn't promote the game but also believes in the future of futsal in Nepal. र आज हामी छौं द ग्रीन फर्क बालवाटारमा जहाँ हिमालयन एफसीले नेपाली राष्ट्रिय पुरुष अनि महिला फुटसल टिमको लागि सम्मान कार्यक्रम राखेको छ। सम्मान कार्यक्रममा उपस्थित भएका छौं जुन हिमालयन फुटबल क्लबद्वारा आयोजना गरिएको सरोज कुमार थापा छेत्री अध्यक्ष रूपमा साथ जोड्ने सम्पूर्ण सङ्घ संस्थालाई पनि ओभरअल एक्सपिरियन्स एकदमै रमाइलो रह्यो है। यो चाहिँ एकदमै यो हाम्रो सेलेक्सनदेखि नै ट्रेनिङदेखि नै अनि उता नयाँ ठाउँ अनि नयाँ कोच यो चाहिँ एकदमै रमाइलो नै रह्यो भनौँ। खासमा यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ किन भनेपछि अब हामी नेपालमा फुटसल त खेलिरहेका छौँ तर कोर्ट अलिक सानो भएको कारणले गर्दाखेरि चाहिँ यो रुल्स चाहिँ अलिकति इम्प्लिमेन्ट गर्न चाहिँ अलिक गाह्रै होला। तर चाहिँ हामीले चाहिँ किनभने चाहिँ हामी अन्तर्राष्ट्रिय स्तरमा चाहिँ प्रतिस्पर्धा गर्नको लागि चाहिँ हामीले चाहिँ यो रुल्स एकदमै इम्प्लिमेन्ट गर्नुपर्छ किनभनेपछि त्यो मेन रुल्स चाहिँ कस्तो हुन्छ भने चाहिँ तपाईँको यो किपरलाई ब्याक पास दिने चाहिँ एकदमै गाह्रो छ कि अनि किनभने चाहिँ फेरि हाम्रो नेपालको अहिलेको लोकल टुर्नामेन्टहरूमा चाहिँ त्यो रुल्स हुँदैन तर त्यो एउटा कुरा चाहिँ जोड दिनुपर्छ अरू त खासै भएकै हो त्यही ब्याक पासकोमा चाहिँ अलिकति जोड दिनुपर्छ। प्रथम त यो बोल्ने मौका दिनुभयो धन्यवाद। त्यसमा अब एज अ हामी हिमालयन फुटबल क्लब एज अ अर्गनाइजर एज अ फर्स्ट अर्गनाइजर भन्नुभन्दा पनि हिमालयन फुटबल क्लब खेलाडी र खेललाई माया गर्ने क्लब सर्वप्रथम त इभन त्यो हाम्रो क्लबबाट रिप्रेजेन्ट गरिरहेको खेलाडी होस् इभन अर्को क्लबबाट रिप्रेजेन्ट गरिरहेको खेलाडी होस् खेलाडी त खेलाडी हो उसले त खेल खेल्नलाई ऊ माहिर छ र ऊ खेलाडी हो भने त्यही खेलको माध्यमबाट चाहिँ देशलाई रिप्रेजेन्ट गरेर साफ फुटसल च्याम्पियनसिप 2026 मा चाहिँ देशलाई रिप्रेजेन्ट गरेर खेल्न गए मेन्स र वुमन्सको टिमहरू भने उनीहरू त अभियसली सम्मानको डिजर्भिङ छ हामीले सम्मान त गर्नै पर्यो। इभन एज अ हामी हिमालयन फुटबल क्लब होस् एज अ अरू कुनै थर्ड क्लब होस् या एज अ एन्फा होस् या एज अ सरकार हुएभर जसले भए पनि सम्मान त गर्न पर्यो। काश हामीले पहिला सोच्यौँ होला हामी पहिलो भयौँ अब त्यसमा त हामीले हाम्रो खेलाडी मात्र छ भनेर त्यो कुरालाई हाइलाइटेड गर्नुभन्दा पनि अब
मेन्सको र वुमन्सको टिमहरू सम्पूर्ण यो चाहिँ हाम्रै क्लबबाट खेलेका भाइहरू, यो चाहिँ अर्को क्लबबाट चिनिजानेको भाइहरू जसले चाहिँ त्यसलाई रिप्रेजेन्ट गरेर खेलेर चाहिँ एउटा सेकेन्ड रनर अफ पोजिसन पनि सेक्योर गरे। सेकेन्ड रनर अफ पोजिसन पनि त्यो थोरै मेहनत र थोरै परिश्रमले त बन्दैन, एउटा अटुट सपना बोकेरै गएको हो जित्नलाई। जित्ने गेम पनि एउटा सेकेन्ड रनर अप भएर आए। अब गर्ल्स के अरे वुमन्स टिमकोहरू चाहिँ 4th पोजिसन भयो। त्यसको लागि पनि उहाँहरू चाहिँ सम्मानको डिजर्भिङ हुनुहुन्छ भनेर चाहिँ हामीले किन नगर्ने त? अब एज अ साथीभाइहरू बस्दा बस्दै हाम्रै क्लबको 2 जना भाइहरू छ, 2 जना भाइलाई वेलकम गरौँ न त। किन 2 जनालाई मात्र? ल मेन्सको टिमलाई गरौँ, किन मेन्सलाई मात्र? वुमन्सलाई पनि गरौँ, किन वुमन्सलाई मात्र? अफिसियललाई पनि गरौँ भन्दै चाहिँ प्रोग्राम ल त्यसो भने होल नेसनललाई रिप्रेजेन्ट गरेर जाने फुटसलको मेन्स एन्ड वुमन्सको टिमलाई चाहिँ स्वागत कार्यक्रम, एउटा सम्मान कार्यक्रम गरौँ भन्ने भएर चाहिँ एउटा सानो कार्यक्रम चाहिँ अर्गनाइज गरेर आउँछ।